ठिक्कै रेडी बनाएँ हो अब बिनामा नुहाइदिनु छ हो आजको दिन पनि यतिकै जान आँटिसक्यो गाइस जाऊ एउटा मात्रै लैजाऊ नानी बिरा म बस्दिनँ होस् जाऊ छिटो सरसक नुहाइदिइहाल्नु पर्यो बिनामको स्याम्पू साबुन खै नानी स्याम्पू पनि लाउनु बिर्सिँदो रहेछ क्या अन्त यतिकै डल्लै हेर अस्ति बाउ चाहिँ आउँदा क्यान्टिन जाँदा ल्याएको निकै त्यतिखेर साबुन त कहाँ छ यसको पनि 300 यस्तो दामी लागिरहेको हुन्छ कि लाग्नु चाहिँ तर अब अहिले जाडो बढ्यो अहिले दिउँसो चाहिँ यसरी भेस्टमा सक्छ होइन सकिरहेको छ तर अलिक सेपिलो जग्गातिर अलिक उयो बस्यो भने कम्ती जाडो हुँदैन नि आजकल जाडो पलायो है हुनु पनि नोभेम्बर सक्नु आँट्यो डिसेम्बर लाग्नु आँटिसक्यो है आज कति तारिक हो निकै तारिक गइसक्यो त हाम्रो नानीको सोप छैन है साबुनै पाइनँ मैले कहाँ पुऱ्याएँ नि साबुन पाएन मैले यसको हेलो है गाइस आपाले यसरी उकाउनु अरे ल आपा माटो निस्कियो त अन्त यो त पारङ भाइ यहाँ हान्नुहोस् न हाम्रो पारङ भाइ डिम्पल उकाउनु अरे नि त उकाएर सबै चर्क्यो यो पनि त यसो गर्नुपर्ने छ होइन यो हरियो हरियो उयो गरेर अब हुँदैन अरे यो अन्त त हरियो पल्टिन्छ अस्ति मैले कति खेप लिप्दा पनि हरियो पल्टेको नि आपा अब यसै घरमा पनि हल्का अब चुना लगाएर सिकाउनु भनेको गाइस हो अहिले त सुक्खा महिना पनि लाग्यो हो सुक्खा महिना लागेकोले चाहिँ लिपलाप गर्दा पनि छिटिक्कै हुन्छ नि त अन्त चुना लगाएर चाहिँ छिट्टै बनाउनु हो नि त भनेको नि त कि अब अहिले त अब यही घरै उयो गर्दै गर्नुपर्छ अब घर बनाइ त अहिले हुँदैन अब यता घर भोलि पर्सि अब हो भाइले अब भोलि पर्सि बनाउँछ नि अहिले बनाउनु पर्ने पनि ढिक्क परेको घर दामी परेको घर बनाउनु पर्ने छ हो यहाँ ढक्क भइरहेको छ घरको हालत यहाँ हेर्नुहोस् है गाइस चुना चाहिँ पहिला लगाएको डल्लै निकालेको कि डल्लै निकाले जस्तो भएको चाहिँ खोँडे अब अर्को लाउनु भनेको नि त यो यस्तो भएर चाहिँ खोँडे है के चाहिँ गरेको फेरि यसलाई अघि नुहाइदिएको भन्छ यसलाई त म त के पो गरौँ हौ यसलाई त के पो गरौँ तेरा चला नचला मैले खेल्ल अरे म हेर्न त्यही खुवाइदिन्छु म यसलाई पक्कै लाग्दो ल है गाइस म चाहिँ हिँडेको एकछिन ओह्रालोतिर मानिसहरूकोतिर गएको होइन एउटा सरलाई लिएर हिँडेको यहाँ लुगा घरमा बस्यो मैला माटै खेलेर मैला बनाएर अघि नुहाइदिएको हो छैन यता हेर्दा अहिले मुख चाहिँ उयो गरिकन हिँडेको नि घरमा बसेर अहिले बाजे चाहिँलाई काम नदिएर बदमास गर्नु मात्रै हुन्छ लुगाहरू डल्लै हो लुगा धुँदा रेगुलर फेरि यो जाडो महिनातिर फेरि के साह्रो लुगा त्यो मोटो लगाएर होला कि होइन एकै सरामा अन्त 2 सर हुन्छ भित्र र लोवर अप्पर लोवर उयो हुन्छ भित्र नि इनर लगाइदिएको हुन्छ इनर भन्दा भित्र र स्वेटर त्यहाँ यो त्यहाँभित्र 2टा सुरुवाल हो अन्त यो खालको मजा लाउँदा हुनु कम्ती हुँदैन आफ्नै पनि हो के हुन्छ अरे के खेलाउने दिन अरे हो नि अहिले मलाई नमाग है मामाको पैसा छैन मामाको पैसा छैन
पार घरमा हौ हिँड 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 अहिले छाडा नहौ जे भने त्यही अहिले घरमै छ खेलाउने डक्टर खेलाउनेहरू पढ्नु चाहिँ छैन छाडा नानी इक्जाम राम्रो गर न अन्त किनिदिन्छु नि ल इक्जाम दामी लेख अन्त किनिदिन्छु नि ल माछा के गर्दैछ डान्स गर्दै रहेछ हेर त हो ए त्यसो गर्नु हुँदैन भित्तामा उयो गर्नु हुँदैन बिनामका साथै सियन्स दादा आइरहेको छ सियन्स अब माथि चढ्नु हुँदैन यहाँ त बदमास गर्नु हुँदैन पै बदमास गर्नु हुँदैन पै लड्छ मलाई त पिर लाग्यो नि बिमारी नानी है गाइस खानापिना सब्जी पाक्यो भात पाक्दैछ हो यहाँ सब्जी हो यहाँ चाहिँ भात पकाएको छ चाहिँ कुकरमा आमा तेरा दुध दियो भनेर थ्याङ्क यू आखे भोलि इक्जाम हो गाइस अब भोलि त्यही भएर एकपल्ट रिभिजन गराउँदैछु हो के गर्नु पढाउनु पर्यो है भोलि इक्जाम छ कति नदेखेर अहिले यता मात्रै पढाउनु हेर्नु न गाइस यहाँ हेर्नु न गाइस यहाँ हेर्नु हाम्रो घरको बिरालो यहाँ हेर्नुहोस् न बिरालो नै हेर्छ यहाँ हाम्रो घरमा चाहिँ यहाँ हेर्नुहोस् है गाइस म त छक्कै परेँ हेर्नु म्याउ म्याउ गर्दै के हो भन्दै हेरेको होला नि ऊ हेर्नु नि आपा आमा हेर न अचम्मै लाग्यो म त लो यहाँ हेर न आमा ऊ हेर्नु नि आमा लो गाइस म त छक्कै परेँ ऊ हेर न आमा यतिको त लो म्याउ म्याउ भन्दैछ के हो भनेको बात गरेको होला नि आमा निनीहरू कति राम्रो हो मेरो बिरालोहरू मेरो बिरालो चाहिँ होइन आमाको बिरालोहरू अब हामी चाहिँ खाना खान आँटेको गाइस हो अचम्मै लो हेरे म त छक्कै परेँ अब खाना पस्किन आँटेको गाइस हेर्नु अचम्मै नि हौ अब यहाँ सब्जी छ कस्तो जाडो भइरहेछ गाइस अब खाना खाने हो अनि सुत्ने हो है छिटो खाएर चाहिँ तर मजाले हात खुट्टा सेकेर सुत्छु म